प्रिय दर्शकहरूलाई प्रभु यीशु मसीहको नाममा जय मसीह की। म अजय सार्की अनि दादा विकास शर्मा तपाईँहरूको बिचमा हेरल्ड्स अफ हबद्वारा लेखिएको प्रभु यीशु ख्रीष्टको साँचो सेवकको विषयमा आज हामी केही कुरोहरू छलफल गर्नु गएछौँ। र आजको अध्ययनमा हामी पहिलो तिमोथी 1 अध्यायको 1 देखि 2 सम्म हामी हेर्न गइरहेछौँ। र यो कुरोमा यसमा चाहिँ विशेष गरेर पौल र तिमोथीको विश्वासको बारेमा लेखिएको छ। अनि धेरै कुरो हामी पौल र तिमोथीको विषयमा सिक्न गइरहेका छौँ। यो समय चाहिँ म दादालाई दिन चाहन्छु र उहाँले हामीलाई एउटा कुरा गरेर हामीलाई व्याख्या गर्नुहुन्छ। दादा, यो समय तपाईँलाई दिनुहुन्छ। धन्यवाद भाइ। अब विश्वासी को हुन सक्छ? सेवक। यो सबैभन्दा ठुलो प्रश्न हो। तर त्यसमा हामीले हेर्दाखेरि विश्वास योग्य हुनुको लागि, सेवक हुनुको लागि सुरुवात चाहिँ कहाँबाट हुन्छ? कसले सेवक हुँ भन्न सक्ला? प्रभुको। म प्रभुको सेवक हुँ कसले भन्न सक्छ? यो कुरा चाहिँ हामीले यहाँ हेर्दाखेरि पाउँछौँ। पौलले लेखेछन् 1 अध्याय 1 पदमा कि पौल हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रा आशा ख्रिस्ट येशूको आज्ञा अनुसार। पौलले यहाँ आफ्नो परिचय दिनेछन् के हो अरे? ख्रिस्ट आज्ञाको अनुसार ख्रिस्ट येशूका प्रेरित सेवक, ख्रिस्ट येशूको सेवक हुँ म, पठाउनु भएको मलाई। कसको आज्ञा अनुसारले? येशूको आज्ञा अनुसार। भनेपछि सेवक आफै हामी सेवक बन्न सक्दैन। प्रभुले हामीलाई निम्तो दिनुहुन्छ, प्रभुले हामीलाई छुनुहुन्छ मनलाई, र हाम्रो मनभित्र यो विश्वास हुन्छ कि प्रभुले मलाई सेवा गर्न बोलाउँछ। कसैले आवाजै सुन्ला, कसैले दर्शन देख्ला, तर स्पष्ट रूपले त्यो व्यक्तिले, भाइ हुन् बहिनी हुन्, स्पष्ट रूपले जान्नेछन् कि प्रभुले मलाई सेवा गर्न बोलाउनुपर्छ। त्यो सुरुवात हो सेवकको। विश्वास योग्य सेवक हुनको लागि नम्बर 1 पहिलो कुरा हो प्रभुले निम्तो दिनुहुन्छ सेवा गर्नको लागि। अनि तपाईँ र म सेवक हुन्छ। तब परिस्थितिले हामीलाई सेवक बनाएको होइन, प्रभुले सेवक बनायो। हामीले आफैलाई म प्रभुको सेवक हुँ, म प्रभुको सेवक हो पनि भन्न सक्छौँ। प्रभुले निम्तो दिनुहुन्छ, प्रभुले छुनुहुन्छ मेरो सेवा गर। पौलले चाहिँ अनि अधिकार रूपले मतलब यसलाई देखाएको छ। पौलले यो पत्र लेखेका छन्। को हो र पौल? को हुने नि? कहाँबाट उनी आए भन्ने कुराहरू समाजले भन्लान्, एफिसियसको मण्डलीले भन्लान्। तर पौलले आफ्नो परिचय दिनखेरि भन्छ म आफै प्रेरित भएको होइन, म आफै सेवक भएको होइन। मेरो एउटा अधिकार छ तपाईँहरूसँग भन्नको लागि मण्डलीलाई। मलाई प्रभु येशूले आफै दिनुभएको उहाँको आज्ञा अनुसारले म सेवक हुँ। यो मेरो कुरा होइन, मेरो प्रभुको कुरा म गरिरहेको छु। त्यो एउटा नम्बर कुरा। हामी पनि सेवक हुँदाखेरि हाम्रो निम्तो हामीलाई थाहा हुनुपर्छ। तब परिस्थिति जे भए पनि हामीलाई सदा यो कुरा याद रहन्छ कि म प्रभुको सेवक हुँ, प्रभुले सेवा गर्न बोलाउनुहुन्छ। दोस्रो कुरा तिमोथीको बारेमा भयो। तिमोथी एउटा जवान केटा, उहाँलाई पौलले भन्छन् मेरो साँच्चा छोरा। हामीलाई थाहा छ, प्रेरितमा पढेका छन् हामीले कि तिमोथीको आमा हजुरआमा विश्वासमा थिए, हुर्काएका छन् तिमोथीलाई, र पौलले झन् प्रभुमा ल्याएर हुर्काए। एउटा पौलले अधिकार साथ भनेका छन् मेरा साँच्चा छोरा। एउटा विश्वास योग्य हुनुको लागि, सेवक बन्नुको लागि अर्कै कुनै एउटा सेवकद्वारा उसलाई सिक्न पर्छ। पौलले तिमोथीलाई सिकाए। अनि तिमोथीमा पनि त त्यो क्षमता थियो है, उसले देखाए पनि सिकेर। अनि उनको छोरा हुने एउटा साँचो उसले आफ्नो जीवनले राखे पनि हो। उसको जीवन उनले राखे पनि, पौलले भने अनुसारले उनले कर्महरू पनि गरे। अनि यहाँ त्यही हामीलाई थाहा हुन्छ कि तपाईँहरू कसैको सेवक, प्रभुको सेवक बन्नुहुन्छ भने प्रभुको निम्तो पाएपछि कुनै अर्कै एउटा जेठो सेवकसँग सिक्नुपर्छ कसरी सेवा गर्ने प्रभुको। अनि तपाईँहरू विश्वास योग्य सेवक बन्न अगाडि बढ्नुहुन्छ भन्ने कुरा चाहिँ यहाँ देखिन्छ। अनि 3टा कुरो पनि भनेको छ है, त्यसमा अनुग्रह, कृपा र शान्तिको विषयमा। हजुर, के बुझाउँछ यो विश्वासको यात्रा हो। सेवकाइमा गर्दाखेरि यी 3टा कुरा खाँचो छ। पौलले भनेका छन् तिमोथीलाई
कि येशू हाम्रा प्रभुबाट अनुग्रहले हामीलाई शक्ति दिन्छ। प्रभुको अनुग्रहले हामीलाई ढाक्छ, सम्हाल्नुहुन्छ, अगाडि बढ्छ। कृपा, प्रभुको कृपा हामीले पाएका छौँ र हामीले अरूलाई कृपा देखाउन सकिन्छ सेवाकाईमा। किनकि प्रभुको कृपा पाएको लागि हामीले अरूलाई कृपा दृष्टिले हेर्न सक्छौँ। हामी रिसाएर सेवाकाईमा हामीले अरूलाई निचा देखाएर जस्तो गर्न सकिँदैन। हुने त्यस्तो खालको हो भने सेवक हुन सक्दैनन्, सेवाकाई पनि हाम्रो बिग्रिन्छ। र तेस्रो कुरा शान्ति, प्रभुको नाममा प्रभुको आत्माद्वारा शान्ति, अर्थात् प्रभुको शान्तिले हामी सेवकहरूलाई समात्छ। सेवाकाईमा परिस्थितिमा दुःख छ, कष्ट छ, सबै कुरा नपुर्याउन सक्छ जीवनको यात्रामा सेवक हुँदाखेरि, तर प्रभुको शान्तिले हामीलाई समातेर र सम्हालेर राख्छ। र त्यो तीनटा आशीर्वाद पौलले दिएका छन् तिमोथीलाई। धन्यवाद विकासदा, तपाईँले धेरै पनि गहिरो रूपले हामीलाई सिकाउनु भयो र हामी पनि परमेश्वरको असल सेवक हुन चाहन्छ भने हामी परमेश्वरको वचनमा हिँड्नुपर्छ, गहिरो रूपले परमेश्वरको वचनलाई पढ्नुपर्छ, उहाँको अनुग्रहमा, प्रेममा, शान्तिमा जीवनलाई बिताउनुपर्छ अनि आफ्नो जीवनलाई पूर्ण रूपलाई प्रभुको हातमा समर्पण गऱ्यौँ भने मात्रै हामी प्रभुको असल सेवकै हुन्छ। र पौल र तिमोथीको जीवनको बारेमा पनि हामीले एउटा ठुलो उदाहरण है, उहाँ कसरी प्रभुको सेवक भयो भनेर। हाम्रो निमन्त्रण, हाम्रो बुलावटलाई पनि हामीले चिन्नुपर्छ, जान्नुपर्छ कि परमेश्वरले हामीले कसरी कुन रूपमा बोलाउनु भएको छ। र आउनुहोस् प्रिय, हामी प्रभुको साँचो सेवक हामी पनि बन्नको लागि आफ्नो जीवनलाई समर्पण गरौँ र परमेश्वरको काममा अगाडि बढौँ। यति नै भन्दै म र विकास दा तपाईँ